गाइज हामीहरू चाहिँ आन्टीको घर गयौँ है। अनि गर्मी भएको थियो क्या। अनि त्यसपछि म एकजना दिदी अनि आन्टी गयौँ। अनि त्यसपछि उहाँको घर गइसकेपछि गर्मी भएको थियो कि यस्तो गर्मी भएको थियो, ओहो यस्तो गर्मी भएको है। अनि त्यसपछि गयौँ अनि बरफ खाँदै बसिरहेको थियौँ। फेरि भान्सामा गयौँ अनि त्यसपछि कुखुरा काटेर केलाउन लाग्यौँ है। अनि त्यसपछि कुखुरा चाहिँ मैले केलाउँदैछु, यतातिर चाहिँ दिदीले हेर्दै बसिराख्नु भएको छ क्या, हेर्दै बसिराख्नु भएको छ। अनि मैले चाहिँ त्यहाँ कुखुरा पोलिरहेको छु अनि मजाले। अनि त्यसपछि कुखुरा बाहिर धुन जान्छु भनेर गएको है। अनि त्यसपछि फेरि 5 केजी वेट गरेर भर्खर काट्न लागेको छु क्या। अनि राम्रोसँग काट्न मलाई, अनि तर पनि अब काट्नुपर्छ भनेर आन्टीले चाहिँ मलाई थमाइदिनु भयो। अनि त्यसपछि म चाहिँ कुखुरा काट्दैछु, तर राम्ररी आउँदैन, जानी नजानी। अनि त्यसपछि यतातिर आन्टीहरू चाहिँ आफ्नो आफ्नो काम गरिराख्नु भएको थियो। अनि अर्को दिदीहरू चाहिँ मजाले हेर्दै बसिराख्नु भएको थियो। त्यहाँदेखि चाहिँ हामी फर्किँदै गर्दाखेरि दिदी र आन्टी चाहिँ अगाडि हिँड्दै हुनुहुन्छ कि। अनि वरपर गाउँहरू मजा कस्तो राम्रो छ। अनि फेरि फुल आउँछ, यो फुल चाहिँ एकजना बहिनीको सम्झनामा बनाएको फुल हो है। त्यो चाहिँ आगो बाल्न भर्खर मजाले बन्यो। उतातिर दिदीहरूले चाहिँ मासुहरू खुवाउनु लोटागरामा, अर्को दिदीले चाहिँ मसलाहरू चाहिँ रेडी पार्दै हुनुहुन्थ्यो। अनि मैले चाहिँ छिटो हात धोएर अनि भित्र गएँ। अनि भित्र गइसकेपछि चाहिँ चुलोमा राखेँ। अनि त्यसपछि यता भएर रुँदै बाहिर निस्केँ म। अनि उता बच्चाहरू चाहिँ मजाले खेलिरहेको थिए। यहाँ दिदी चाहिँ लसुनको पत्ता लिएर मजाले तेलमा राख्दै हुनुहुन्थ्यो क्या। अब राखिसक्नु हो त्यसमा। अनि अर्को दिदीले चाहिँ अब बेसार रेडी पार्दै हुनुहुन्छ, हालिसक्नु भयो। बेसार हाल्नुभयो। अनि त्यसपछि एकछिन त्यसमा फेरि जिरा अनि त्यसपछि तेजपत्ता राख्नुभयो। अनि के मसला राख्नुभयो है, अरू त मलाई थाहा छैन ट्याक्कै। अनि मासु हालिसक्नुभयो। मासु चाहिँ रेडी हुँदैछ, हाल्दै हुनुहुन्छ। मासु चाहिँ फ्राई हुँदैछ है गाइज, मजाले मजाले फ्राई हुँदैछ। अनि त्यसपछि दिदीले चाहिँ मजाले फ्राई भइसक्यो मासुमा। अब भइसक्यो, पाकिसक्यो, मसलाहरू सबै हालेर चाहिँ धनियाँ पनि हालेर मासु चाहिँ रेडी भयो। अब चाहिँ लिएर गयौँ हामी, मासु लिएर गयौँ। अनि त्यसपछि मैले छिटो प्लेटमा राख्न लाग्यो। अनि यता दिदी चाहिँ बिजी हुनुहुन्छ, अनि यता आन्टी चाहिँ भिडियो राख्दै हुनुहुन्छ, अनि यता माइजी चाहिँ भिडियो खिच्दै हुनुहुन्छ। मैले चाहिँ छिटो सबैजनाको प्लेटमा चाहिँ मासु राख्दैछु है। अनि त्यहाँ चाहिँ कस्तो भयो के भयो भनेर चाहिँ त्यहाँ चाहिँ दिदी हेर्दै हुनुहुन्छ कि। अनि त्यसपछि भाइलाई दिएँ, मिठो मानेर खाँदैछ। अनि त्यसपछि सबैजनालाई पालो गरेर चाहिँ हामीले सबैजनालाई खानेकुरा चाहिँ खाजा चाहिँ दियौँ, मासु र भुजा थियो है। अनि सबैजनालाई दिँदैछौँ अनि बिस्तारै। त्यसपछि लास्टमा अब बिहान लाग्यो। अनि अब हाम्रो खुब मिठो लाग्यो गरेको। म पनि खुब मिठो मानेर खाँदैछु। ओहो कस्तो मिठो के। अनि ल बाई बाई गाइज, च्यानललाई सब्सक्राइब गरिदिनु भनेर